खोइ टायर कहाँ गयो पैसा ओहो यहाँको तल गयो अरे कता कता गयो यस्तो हुँदो रहेछ त ठ्याक्कै यहाँ हेर्छु क्या यहाँ टायर फुस्किएर इभी गाडी त्यहाँ रोकिने गएको छ तर टायर चाहिँ कहाँ गएको थाहा छैन है साथीहरू अब कहाँ भएको टायर पुरानो टाक मैले कौन मैले जिप के पहिला टायर यसको तेरे के यस्तो टायर फुट्केर तल गयो अरे अब हेर्न जाउँ त्यो अगाडि गएर गाडीमा अर्को गाडीमा लागेछ भन्ने सुनेछु त्यसो म हेर्न जाँदैछु हेरौँ ल फेरि यही गाडीमा ठोकिने गएको भन्ने सुनेछ टायर यही इभी गाडीमै ठोकेछ फेरि ठोकिनु कस्तो रहेछ फेरि ओहो बाइकले लगाएको भए खत्तम हुनेछ धन्न तेर्का यति स्पिडमा आएर यहाँ हान ओहो यहाँ ठोकेर यहाँ आयो के होइन तपाईँले केही भएन गाडी त उही छ टायर पनि कसरी जोडिएको रहेछ र अर्को रहेछ कि सिस्टम यसको सिस्टम अर्कै रहेछ के यहाँ जोइन यो हुन्छ नि जोइनै भाँचिएर उके नट त्यही छन् के कमजोर त्यो रहेछ कि यो हेर्नु नट त्यही छ भित्रको यहाँभित्रको भाँचियो कि यहाँ जुन जोइन भएको नि यो यहाँ छ जिप यसको टायर यहाँ निस्केर फेरि यहाँ आएर तल इभीलाई हाने चाहिँ इभी टायरलाई ठोकिन हाल्छ क्या गाडीले यहाँ चाहिँ लगभग 50 मिनट तल दूरीमा